सामान्य कुराहरू म भन्छु है। सबैजनालाई नमस्ते है। म केशव आचार्य, इन्जिनियर केशव आचार्य। म यसको फ्याक्ट्री म्यानेजरको रूपमा कार्यरत छु। तपाईहरू अब सिभिल इन्जिनियरिङ फ्याकल्टीको सम्पूर्ण भाइहरूलाई यहाँ चाहिँ आउनुभएको, यो फ्याक्ट्री भिजिट गर्न आउनुभएकोमा सबैलाई हार्दिक बधाई, स्वागत है। अब हामीले फ्याक्ट्री सञ्चालन यो चाहिँ 2018 देखि सञ्चालनमा आएको हो। यो इनोसिएसआर नेपाल, यसको चाहिँ 3वटा फ्याक्ट्री छ। यो चाहिँ कोरियन गभर्मेन्टको प्रोजेक्ट हो। कोरियन गभर्मेन्टले यसलाई लगानी गरी कोइगा भन्ने प्रोजेक्ट हस्तान्तरण गरी त्यसको काम इनोसिएसआर नेपालले काम गर्दै आएको छ। नेपालमा 16,000 भन्दा बढी इटा फ्याक्ट्रीहरू छन्। इटा फ्याक्ट्रीहरू मतलब सिमेन्ट इटा फ्याक्ट्रीहरू छन्। ती इटा फ्याक्ट्रीहरू अन्तर्गत नेपालमा सञ्चालन भएको 2018 देखि हालसम्म नेपालमा कोरियन संस्थाले लगानी गरी बनाएका 3वटा फ्याक्ट्री मात्रै हुन्। त्यो एउटा जोरपाटी फ्याक्ट्री, यो काठमाडौँमा छ। त्यो 2018 मा सञ्चालन भएको हो। र अहिले दोस्रो छ यही जाजरकोटमा, यो 2025 मै सञ्चालन भयो। अस्ति यो जुलाईदेखि सञ्चालनमा छ। सञ्चालनमा त हामीले अब 2-4 महिनै भर्खर ट्रायल प्रोडक्सन गऱ्यौँ, 13 दिन मात्रै गऱ्यौँ। अझ फ्याक्ट्री सञ्चालनमै आएको छैन, अहिले ट्रायल प्रोडक्सनको फेज छ। यसमा चाहिँ हामीले यो के को उद्देश्य भन्दाखेरि यो कम्प्रेस गरेर भनेको प्रेस गरेर निकाल्ने इट्टा हो। यसमा म्याटेरियलहरू युज के हुन्छ भन्दाखेरि माटो, सिमेन्ट, सोइल स्टेबलाइजर भन्ने प्रयोग हुन्छ। माटो, सिमेन्ट र सोइल स्टेबलाइजरको कम्पोजिसनबाट तयार भएको इट्टालाई यसलाई भनिन्छ गुड ब्रिक्स है। यसको कम्पोजिसनहरू यिनी नै हो। माटो यसमा चाहिँ टोटल यसमा चाहिँ युज हुने रेसियोहरू के छ भन्दाखेरि माटोको 90% माटो, 9.8% सिमेन्ट र 0.2% सोइल स्टेबलाइजर भन्ने एउटा केमिकल पाउँछ। त्योबाट निर्मित गुड ब्रिक्स हो। यसमा 4% चाहिँ पानी प्रयोग गर्दछौँ र आवश्यकता अनुसार चाहिँ मोइस्चर भएको ठाउँमा थोरै पानी युज हुन्छ, मोइस्चर धेरै भएको ठाउँमा थोरै हुन्छ, थोरै मोइस्चर भएको ठाउँमा चाहिँ अलिक धेरै पानी युज हुन्छ है। हाम्रो लक्ष्य चाहिँ 2025 देखि 2029-30 सम्म चाहिँ हामीले यो सञ्चालनमा ल्याउने हो। त्यसपछि फेरि कोइगालाई हामीले यसमा वार्षिक 70 लाख इट्टा उत्पादन गर्ने यसको क्षमता हो। प्रतिदिन यसले चाहिँ 21,000 इट्टा उत्पादन गर्दछ है, उत्पादन गर्दछ। त्यसको लागि चाहिँ अब यहाँ के छ भन्दाखेरि अब यहीबाटै सुरु गरिदिउँ है। हामी तल लाइनमा फर्स्टमा चाहिँ हामीले यो माथिको प्यानल बोर्डमा ल्याउँछौँ र यो जेनेरेटरबाट आएको लाइनहरू यसको लाइनमा आउँछ। यो लाइनबाट फ्याक्ट्री सञ्चालन गर्ने यहीँबाट यस लाइनमा आएर यहाँबाट डिस्ट्रिब्युसन लाइनहरू हुन्छ। सबैमा लाइन दिने हो। यो इलेक्ट्रिसिटीहरू अलवेज हुन्छ चारैतिर। त्यसमध्ये अब हामीले यो चाहिँ स्टोरेज रुम हो। यहाँ चाहिँ हाम्रो सोइल स्टेबलाइजर, सिमेन्ट र अरू चाहिने चिजहरू सबै चिजहरू चाहिँ हामी यहाँ स्टक गर्छौँ। यो स्टक गरेको दिनमा हामीले चाहिँ जुन 21,000 इट्टा उत्पादन गर्छौँ, त्यो इट्टा उत्पादन गरेको र म्याटेरियलहरू सबै हाम्रो यहाँ जम्मा गर्छौँ फर्स्टमा है। त्यसपछि चाहिँ हामी अब सुरु गर्दैछौँ। सबैभन्दा पहिला चाहिँ हामीले यो यहाँबाट माटो स्टक गरेँ। त्यो उतापट्टिको सेल्टर छ, त्यसलाई सोइल सेल्टर भन्छौँ हामी, जहाँ सोइल स्टक हुन्छ, माटो स्टक हुन्छ। त्यो माटो चाहिँ हामीले 1 महिना पुग्ने माटोहरू स्टक गर्छौँ। 1 महिना अथवा 2 महिना जति पुग्ने माटोहरू पहिला हामी त्यहाँ स्टक गर्छौँ। त्यो स्टक गर्नको कारण चाहिँ मोइस्चर चाहिँ सोइलमा हुने मोइस्चरहरू छ, त्यो मोइस्चर कम हुन्छ भनेको ड्राई सोइल चाहिँ त्यहाँ स्टक गर्नेलाई त्यो हामीले बनाएका छौँ। त्यसलाई सोइल सेल्टर भन्छ। यो मेसिनहरू जहाँ जहाँ राख्छौँ, यो मेसिनहरू राख्नलाई हामीले यसलाई चाहिँ मेसिन सेल्टर भन्छौँ। यहाँ चाहिँ माटो त्यो माथिबाट आउँछ। यो माथि सोइल सोर्स भनेको माथि हो। योभन्दा माथि 500 मिटर चाहिँ माथि चाहिँ सोइल सोर्स छ। त्यो सोर्सबाट हामीले माटो जेसिबी ट्र्याक्टर लगाएर हामी यहाँ स्टक गर्छौँ। यो स्टक गरेको माटोलाई छान्छौँ भन्न खोजेको। हामीले के गर्छौँ भने ठुल्ठुलो ढुङ्गाहरू हामी चाहिँ यहाँ माथि यो हपर छ, यो हपरको माथि चाहिँ हाम्रो जाली मेस छ, त्यो मेसले चाहिँ छान्छ। अनि त्यसपछि जेसिबीले हामीले माथि लोड गर्छौँ। लोड गरिसकेपछि यो हपरमा आएर यो हपरबाट त्यहाँबाट चाहिँ हामीले त्यो स्पिड बढाउने घटाउने त्यहाँ छ हाम्रो। त्यसबाट हामीले चाहिँ त्यो क्रसर हो, त्यो सोइल क्रसर भन्छ त्यसलाई। तपाईँहरू चाहिँ कहिलेकाहीँ त्यो हेर्न जानुभयो भने क्रसरहरू, त्यो ढुङ्गा स्टोनहरू, एग्रिगेटहरू, सिमेन्टहरू, बालुवाहरू बनाउने तपाईँले यहीँ मोटेलाको हानेर छ, त्यो हेर्न सक्नुहुन्छ। त्यस्तै त्यो सोइल क्रसर हो। त्यो सोइल क्रसरले
10 mm भन्दा माथिको 10 mm भनेको यो यसको साइज चाहिँ 10 mm भन्दा माथिको चाहिँ सोइलहरूलाई त्यसलाई के गर्छ, त्यसले काटेर सानो बनाएर पठाउँछ। त्यसबाट आएको सबै माटोहरू यो कन्भेयर भन्छ यसलाई, यो कन्भेयर हो। यो कन्भेयरले के गर्छ भन्दाखेरि त्यो क्रसरबाट झरेको माटोलाई यो सेभिङ मेसिनको हपरमा ल्याउने काम गर्छ। यो सेभिङ मेसिन हो। भन्न खोजेको हामीलाई चाहिने चाहिँ 5 mm भन्दा 6 mm भन्दा मुनिको माटो चाहिन्छ। जस्तो इट्टा बनाउनलाई हामीले त्यसलाई चाहिँ प्यान मिक्सरमा मिक्स गर्नको लागि 10 mm को माटो हाम्रो त्यसले त्यसको क्षमता हुँदैन। त्यसको 5 mm भन्दा मुनिको माटोलाई चाहिँ त्यसले सेभिङ गर्छ भनेको चाल छ। यो हपरमा आउँछ, हपरबाट आइसकेपछि यो सेभिङ मेसिनमा आउँछ। त्यो सेभिङ मेसिनमा आएपछि यो सेभिङ मेसिनले चाहिँ यसलाई चाल्छ। यो चालिसकेपछि अनि यो चालेको माटो चाहिँ तपाईँको 5 mm भन्दा माथि तलको माटोहरू चाहिँ हामी त्यसले यतै छोडिदिन्छ। बाँकी माटो चाहिँ हामीलाई कता लिन्छ, त्यहाँबाट सप्लाई लिन्छ र उतापट्टि चाहिँ त्यो ब्याचिङ हपर भन्छ। तपाईँहरूले पढ्नुपर्छ सिभिलमा है। यो फेरि त्यसबाट लिएको यो हपर हो, के अरे यो कन्भेयर हो। यो कन्भेयरबाट हामी सिधै ब्याचिङ हपर भन्छौँ। तपाईँले इन्जिनियरिङ सिभिल इन्जिनियरिङमा पढ्नुपर्छ, सरहरूले पढाउनु भयो होला। ब्याचिङ हपर भनेको के हो भन्दा माटो वेट गर्नलाई जम्मा गर्ने ठाउँ है। यहाँमा आइसकेपछि हाम्रो यताबाट सबै अब काटछाँट भएको माटोहरू सबै यहाँ आउँछ। यसमा आइसकेपछि हामी यो सानो भाँडा छ। यो भाँडालाई चाहिँ त्यो माटो जोख्ने ब्याचिङ हपरको यो चाहिँ यो माटो जोख्ने हपर हो। यो माटो जोख्छ यसले हैन। त्यहाँबाट जति माटो स्टक गर्छौँ त्यो माटोलाई हामी तल ल्याएर यसमा ल्याएर जोख्छौँ। यसको डिजिटल हामीले त्यहाँ फिट गरेका छौँ है। उतापट्टि त्यो प्यानल बोर्डमा फिट हुन्छ। मेसिन चलाउनलाई त्यही प्यानल बोर्डमा हुन्छ, त्यहाँ गर्छौँ। यसबाट वेट गरेर माटो हामीले एक पटकमा एउटा प्यान मिक्सरमा 355 केजी माटो है। त्यसको 9.8% चाहिँ सिमेन्ट यहाँबाट जान्छ। सिमेन्ट यसको सबै कन्ट्रोलिङ त्यो प्यानल बोर्डबाटै हुन्छ। यहाँ कोही बस्नै परेन। माटो सिमेन्ट हालिदिन्छौँ हामीले। हालिसकेपछि यो माटो यो हरेक चिज चाहिँ यहाँबाट जाने चिजहरू हामी उतैबाट कन्ट्रोल गर्छौँ। यहाँ जोख्छौँ। यहाँबाट जोगिसकेपछि हामी त्यो प्यान मिक्सरमा झार्छौँ। त्यो फर्स्ट प्यान मिक्सर यसको क्यापासिटी 500 केजी हो। पहिले हामीले 355 केजी राखेका छौँ है। माटो सिमेन्ट सोइल र वाटर यो तीनटाको मिश्रण भएर त्यहाँ चाहिँ 386 केजी बन्छ एउटा प्यान मिक्सरमा। एउटा प्यान मिक्सरको क्यापासिटी 386 केजी। 386 केजी चाहिँ यसमा हुन्छ, 386 केजी यसमा हुन्छ। यताबाट हामीले यहाँबाट सिमेन्ट लिन्छौँ। आवश्यक जति सिमेन्ट चाहिन्छ उता केजी छ त्यहाँ हामीले त्यही प्यानल बोर्डमा केजी फिक्स हुन्छ। जस्तो हामीलाई चाहिँ 100 केजी जति लाग्यो भने तपाईँले क्यालकुलेसन गरिहाल्नुहुन्छ। 100 केजी माटोमा 9.8% चाहिँ सिमेन्ट हामी यहाँबाट झिक्छौँ। त्यो वाटर ट्याङ्कबाट चाहिँ हामीले यतापट्टिको हाम्रो सोइल स्टेबलाइजर घोलेको वाटर ट्याङ्क हो। त्यसबाट हामीले चाहिँ सोइल स्टेबलाइजर चाहिँ 0.2% सोइल स्टेबलाइजर त्यहाँबाट झिक्छौँ। अनि एक्स्ट्रा चाहिएको र वाटर चाहिँ हुन्छ। त्यो नर्मल वाटरहरू चाहिँ कहिलेकाहीँ ड्राई माटो भएपछि त्यसलाई अलिकति राखेर त्यसलाई कम्प्रेस गर्न सजिलो हुन्छ भनेर त्यो 1000 लिटरको हामी 2000 लिटरको त्यो ट्याङ्की राखेका छौँ। त्यो ट्याङ्कीमा र वाटर भनेको तपाईँको एक्स्ट्रा वाटर, त्यसमा केही चिज मिसिँदैन। त्यो चिजहरू लिएर आउँछौँ। ल्याइसकेपछि यहाँबाट वेट गरेर त्यहाँ लिइसकेपछि हामीले त्यसलाई फ्यु सेकेन्ड, केही सेकेन्डमा अथवा केही मिनटमा, अहिले त 5 मिनट 4 मिनट कति 54 सेकेन्डमा हामीले त्यो सञ्चार चलाउँछौँ। त्यतिखेरसम्म त्यो अटोमेटिक सिस्टम हो। त्यहाँबाट चाहिँ के हुन्छ, यदि त्यो प्यान मिक्सर फर्स्ट प्यान मिक्सरमा भएको माल घोलिन्छ त्यो सकिन बित्तिकै सेकेन्ड स्टार्ट हुन्छ। तपाईँले यहाँ भयो भने देख्नुहुन्थ्यो। अहिले अब चलेको छैन। फर्स्ट स्टेपमा हामीले यताबाट जोखेर माल त्यहाँ पठाउँछौँ। त्यो जोखेर माल पठाइसकेपछि त्यो प्यान मिक्सरमा मालहरू बनेर तयारी अवस्थामा बनिसक्यो भने त्यो तयारी भएको अवस्थाको माललाई हामीले तल झार्न बित्तिकै अटोमेटिक, म्यानुअली छैन, म्यानुअल बनाउन सकिन्छ फेरि है। अटोमेटिक चाहिँ हामीले त्यसको माल सकिने बित्तिकै त्यसको चाहिँ बन्द हुन्छ, ढोका बन्द हुन्छ। ढोका बन्द हुने बित्तिकै अर्को प्यान मिक्सरमा माल झर्छ, फेरि बन्न सुरु गर्छ। यो माल माथि गएर कम्प्रेस हुन्छ। उतापट्टिको कन्भेयरबाट तल जान्छ, प्रेस मेसिनमा जान्छ। प्रेस मेसिनबाट चाहिँ कम्प्रेस हुन्छ। कम्प्रेस भएर त्यो स्ट्याकर भन्छ त्यसलाई, त्यसले चाहिँ आफै तानेर चाहिँ अटोमेटिक तानेर लिएर चाहिँ ट्रली बसमा हाम्रो ट्रलीमा राखिदिन्छ। ट्रलीमा राखेपछि 2 जना मान्छेहरूले यसरी नै त्यो ल्याउनु भएको छ त्यसरी नै ल्याउनुहुन्छ है। त्यहाँबाट फर्स्ट दिनमा उत्पादन भएको गुड ब्रिक्सलाई पहिलो दिनमा चाहिँ हामीले यहीँ स्टक गर्छौँ। यो एरियामा स्टक गर्छौँ। यही फर्स्ट डे ब्रिक। यसको 24 घन्टा 14देखि 24 घन्टासम्म हामीले के गर्छौँ, यसलाई ट्रान्सफर गर्छौँ। कहाँ गर्छौँ, क्युरिङ सेल्टरमा। यसलाई चाहिँ
यदि यो उत्पादन फर्स्ट दिनमा हामीले बनाइसक्यौँ भने यसको कम्पोजिसन के हुन्छ भने सिमेन्ट, माटो र सोइल स्टेबलाइजर भएपछि सिमेन्ट हुन बित्तिकै हामीले जहिले पनि क्युरिङ गर्नुपर्छ भन्ने हामीले पढेकै छौँ है। तपाईँले पिसिसी आरसिसी गर्छौँ नि हामी, सिमेन्ट जहाँ युज गर्छौँ त्यो सिमेन्ट युज गरिसकेपछि त्यहाँ हामीले के गर्नुपर्छ, क्युरिङ अनिवार्य हुन्छ। त्यसैले हाम्रो वुड ब्रिक्सलाई पनि क्युरिङ अनिवार्य छ। त्यसैले हामीले फर्स्ट डेको ब्रिक यहाँ राख्छौँ, सेकेन्ड डेजमा हामीले त्यहाँ लिन्छौँ। यता आउनुहोस् अब। अब त्यसलाई प्रेस मेसिन भन्छ है, त्यो किसिमलाई प्रेस मेसिन भन्छ। त्यहाँबाट प्रेस हुन्छ, त्यहाँबाट 2700 केजीको देखि 3000 केजीसम्म चाहिँ प्रेस हुन्छ। 3 टन जति प्रेस भएर त्यसको क्यापासिटी। त्यहाँबाट उत्पादन गरेर हामी चाहिँ त्यो प्यालेटको माध्यमबाट यो स्ट्याकिङमा ल्याएर स्ट्याकिङबाट बाहिर लिएर हामी यहाँबाट ट्रकमा राखेर यहाँबाट यहाँ फर्स्ट डे यहाँ राख्छौँ, सेकेन्ड डे अहिले त फर्स्ट डे पनि त्यहीँ राखेको छ होइन। त्यो त्यहाँ राखिसकेपछि यसरी स्ट्याक गर्छौँ हामीले, यसलाई भन्छ स्ट्याकिङ भन्छ है। अनि फर्स्ट डेको ब्रिक हामीले त्यहाँ राखिसकेपछि त्यसपछि हामीले यहाँ ल्याउँछौँ। ल्याइसकेपछि अब यो यसरी चाङ लगाएका छौँ नि, यो चाङलाई हामी स्ट्याकिङ भन्छौँ। भनेको चाङ लगाउनलाई स्ट्याक गरिराखेका छौँ हामीले, यसलाई स्ट्याक गर्छौँ। स्ट्याक गरेर फर्स्ट डेमा जुन ब्रिक हामीले उत्पादन गरेको ब्रिकलाई लिएर आउँछौँ। ल्याइसकेपछि यसलाई स्ट्याकिङ गरिसकेपछि यसलाई दिनमा 4-5 देखि 7 चोटिसम्म क्युरिङ गर्छौँ है, जसमा जुटको बोरा राखेर क्युरिङ गर्नुपर्छ। अहिले हामीले जुटको बोरा राखेका छैनौँ, यो चिसो सिजन भयो। गर्मी सिजनमा चाहिँ हामीले के गर्छौँ भने जुटको बोराहरू सबैतिर राख्छौँ अनि पानी चार्छौँ। दिनमा 5-6 पटक पानी चार्यौँ भने अनि हप्तामा एक हप्ता जति यसलाई न्यूनतम 1 हप्ता चाहिँ क्युरिङ गर्छौँ। क्युरिङ गरिसकेपछि 1 हप्तापछि हामीले यसलाई छोडिदिन्छौँ। त्यसपछि 1 हप्ता जति चाहिँ यसलाई सुक्न समय लाग्छ। यो घाम, पानी, हावा सावा सबैबाट सुक्छ। सुकिसकेपछि 14 दिनमा यो तयार हुन्छ है। यसको 14 दिनमा चाहिँ यसलाई हामीले सेल गर्न मिल्छ। यसलाई टेस्ट गर्छौँ हामी, यसको स्ट्रेन्थ चेक गर्छौँ कति छ के छ। चेक गरिसकेपछि यसको स्ट्रेन्थ अहिले 9 MPa भन्ने अहिलेसम्म चाहिँ स्ट्यान्डर्ड त्यही नै छ, त्योभन्दा माथि आइरहेको छ होइन। राम्रै छ त्यो स्ट्रेन्थ। हामी चेक गर्ने मेसिन पनि ल्याउँदैछौँ। तपाईँहरू फेरि पनि भ्रमणमा आउनुभयो भने हेर्न सक्नुहुन्छ, ल्याबहरू पनि यही हुन्छ। अनि 14 दिनपछि यसलाई चाहिँ हामी बजारमा सेल गर्छौँ है। अरू बाँकी केही छ भने भन्नु होइन, त्यति नै होला। साइज चाहिँ तपाईँको स्ट्यान्डर्ड साइज नै हो, त्यस नेपालको स्ट्यान्डर्ड साइज नै छ। यसको वेट चाहिँ 3 केजी जति छ है। एउटाको वेट चाहिँ 3 केजी छ, म्याक्सिमम् 3 केजी छ। यसलाई सुक्यो भने 2 केजी 95 ग्राम जसो हुन आउँछ। तर स्ट्यान्डर्ड चाहिँ 3 केजी राख्दा हुन्छ। नेपालको कन्टेस्टमा सबै ब्रिक्सहरू चाहिँ बिबिआईको ब्रिक्स चाहिँ 3.5 केजी छ है। त्यो चिम्नीबाट निकालेको ब्रिक्सहरू पनि त्यसको वेट चाहिँ 2.5 केजीदेखि 3 केजीसम्म नै हुन्छ। त्यो तपाईँले थाहा पाउनुभयो भने गएर फ्याक्ट्री चेन्ज भिजिट गर्नु होला। त्यसको वेट पनि हामीले चाहिँ ट्रायलको लागि चाहिँ सबै ब्रिक्सहरू त्यो डिलरबाट चाहिँ एक-एकवटा ब्रिक्स ल्याएर आएको छौँ। त्यसबाट चाहिँ हाम्रो त्यो वेटमा हाम्रोमा चाहिँ अलिकति बढी नै छ, किनकि 3 केजी 200 ग्राम छ हाम्रो। सुक्यो भने 3 केजीसम्म हुन सक्छ। यसको वेट चाहिँ स्ट्यान्डर्ड 3 केजी हुन्छ है। यो सेकेन्ड क्लास ब्रिकहरू यसबाट आउँदैन, एउटै साइजको ब्रिक आउँछ। फर्स्ट क्लास ब्रिक नै हो। यसमा सेकेन्ड थर्ड क्लास भन्ने हुँदैन। जुन थर्ड क्लास हामी बजारमा बेच्दैनौँ त्यो युज भएको यहीँ चेक हुन्छ, यहीँबाट क्रसरमा राख्छौँ, पेलेर फेरि ब्रिक्स बन्छ है। त्यही हो, भर्खरै बन्दैछ। अब अरू बाँकी केही सोध्नु छ भने भन्नु होइन। हामीले चाहिँ प्रत्येक दिन अब यो ल्याएर चाहिँ यहाँ राख्यो भने हामीले ब्याच नम्बर लेख्छौँ। भनेको दिनको कति ब्याच भनेको फर्स्ट डेमा कति बनायौँ, कति तारिकमा बनायौँ, कति तारिकको यसलाई गऱ्यौँ, यो सबै कुराहरू हामी लेखेर राख्छौँ, रेकर्ड राख्छौँ। यो फेरि नितान्त विदेशी प्रोजेक्ट हो, यसमा नेपालको स्वामित्व कसैको पनि छैन। त्यसैले यो हाम्रो हातमा केही पनि हुँदैन, यो विदेशीको हातमा हुन्छ। हामी विदेशी कर्मचारी मात्रै हौँ होइन। उनीहरूले वहाँ यसको रेट मिनिमाइज गर्ने, रेट बनाउने, रेट चिज गर्ने, कर्मचारी राख्ने, यो सबै काम उनीहरूको हुन्छ। लगानी गर्ने पनि उनीहरूको छ, हाम्रो केही पनि छैन। नेपाली कोही पनि छैन यसमा। कोरियनको गभर्मेन्ट प्रोजेक्ट हो यो। अहिले 17 रुपियाँ गरेका छौँ सर। यसको ज्याला स्याला सबै माटो साटो म्याटेरियल सबै चिज गर्दाखेरि 15 रुपियाँ 13देखि 15 रुपियाँ जति आउन पुग्यो। अनि अहिले चाहिँ स्ट्यान्डर्ड यसको रेट चाहिँ एउटा मिनिमाइज एउटा रेट हामीले गराएर पठाएको छौँ, 17 रुपियाँ पठाएको छौँ। अबको दिनमा के घट्न पनि सक्छ,
बढ्न पनि अलिकति 2-4 रुपियाँ बढ्यो पनि प्लस माइनस 2% हो म्याक्सिमम। स्ट्यान्डर्ड साइज छ। यसको चाहिँ यसको 230 हुन्छ क्या, यो 230 लेन्थ हुन्छ। यसको हाइट चाहिँ 110 हुन्छ होइन सर एमएम। अनि त्यसपछि चाहिँ यसको थिकनेस चाहिँ 62 एमएम हुन्छ। 115 त्यही। अनि यसको चाहिँ 64 सम्म पनि आछ, तर हाम्रो स्ट्यान्डर्ड 63 देखि 64 सम्मै हुन्छ यसको हाइट चाहिँ। यसको एक्सपिरियन्स चेक गर्नु भएको छ कम्प्लिटली? एकदम। त्यसको चाहिँ यसको 9 एमपिए जति आएको छ। त्यसको नेपालको स्ट्यान्डर्ड चाहिँ 9 देखि माथि हो, 8.5 देखि माथि हुन्छ, 7 देखि माथि भन्छन्, तर फर्स्ट क्लास ब्रेकको चाहिँ 9 नै हो। अनि अब यसको लागि प्लास्टर गर्ने, अब तपाईँहरूले पनि भनिदिनु भयो भने गाउँतिर मार्केटमा पनि यसको प्लास्टर नगर्दा पनि हुन्छ, कलरिङ गर्दा पनि हुन्छ। यसको सिमेन्ट हुन्छ कि कस्ट चाहिँ कम लाग्छ। जस्तो यो कस्तो हुँदो रहेछ भन्दाखेरि यसको यो भाग चाहिँ जस्तो चक्लेट खाँदाखेरि हामीले चक्लेटको बाहिरको लेप हुन्छ नि, त्यसले गर्दाखेरि त्यो भित्रको चिजहरूलाई बाहिर निस्किन दिँदैन, त्यसले कम्प्रेस गरेर राखिराखेको हुन्छ। त्यसैलाई युज गर्ने चिज हो सोइल स्टेबलाइजर है। त्यो कुरा पाउनु पर्यो। जस्तै सर हामीले यो चाहिँ लिन पर्यो भने कोसँग चाहिँ कोर्डिनेसन गर्न पर्छ? मसँगै गर्नु पर्यो। हाम्रो बिजनेस टिम पनि हुन्छ, बिजनेस टिम हुन्छ। म अब एज अ फ्याक्ट्री म्यानेजरको रूपमा म छु यहाँ अहिले। मैले अब मेरो स्टाफहरू हुनुहुन्छ, सबै बिजनेसको मान्छेहरू हुनुहुन्छ। हामीसँग सम्पर्क गरे पनि डाइरेक्ट भयो। बिजनेसको मान्छेले तपाईँहरूसँग कोर्डिनेसन गर्छ, बेच्ने रेटहरू लिने दिने कुराहरू उहाँले नै गर्नुहुन्छ। ब्रिक मात्र बनाउनुहुन्छ? यहाँ ब्रिक्स, पेवर्स र यो टाइलहरू पनि बन्ने हो। अहिलेलाई ब्रिक्स मात्रै छ बनाउन। 6 महिना लाग्थ्यो क्या ब्रिक बनाउनलाई, अब कति भयो? 15 दिनदेखि होइन? 15 दिनमा तयार हुन्छ। अनि अहिले चाहिँ हामीले लगभग 50-60 हजार जति निकालेका छौँ। 10 दिन भयो स्टार्टिङ गरेको। 70 लाख वार्षिक, 70 लाख 1 वर्षमा निकाल्ने हाम्रो क्यापासिटी। अनि दिनमा चाहिँ हामीले 8 घन्टामा 21,000 निकाल्ने। अहिले चाहिँ त्यति निक्लिएको छैन, अहिले म्याक्सिमम 10,000 निक्लिएको छ। हामीले चाहिँ यदि राम्रो गिरेको हो भनेर टेस्ट गर्नलाई चाहिँ प्र्याक्टिकल रूपमा चाहिँ कसरी गर्ने? त्यो कम्प्रेस टेस्ट गर्ने हो यसको। त्यति मात्रै हो? अरू त ब्रेकको त त्यही नै हो। दोस्रो चाहिँ मेटालिक साउन्ड आउनुपर्छ, आउँछ त्यो पनि मेटालिक साउन्ड पनि। अनि हाइटबाट झार्ने एक हाइट टेस्ट पनि हुन्छ। त्यो सबै टेस्ट गर्दाखेरि पनि जुन अरू ब्रिक्स बराबरको स्ट्रेन्थ यसले पनि दिएको छ। यसमा वाटर एब्जर्प्सन नहोला होइन? वाटर एब्जर्प्सन पनि कम हुन्छ। यसको स्टेज फरक होला सिमेन्ट भयो हामीले। केही छ केही छ? सोध है। केही छ भने सोध्नु। टेक्नोलोजी कहाँबाट कहाँ पुगिसक्यो क्या हेर। तपाईँहरूले भन्नुभयो भने यो कोरियन टेक्नोलोजी भनेर बुझ्न सक्नुहुन्छ होइन? त्यसलाई 6 महिना लाग्छ कि त्यहाँ निकाल्नलाई। अब 15 दिनमा आउँछ। अब अरू स्ट्रक्चरहरू बन्दैछ सर हाम्रो यहाँनिर, अफिस रुमहरू, टोयलेटहरू सबै बन्दैछ, भर्खर स्टार्टिङ फेजमा छ। केही चिजहरू केही बुझ्दा मन छ भने भन्नु, जस्तो माटो भए पनि हुन्छ। माटोको चाहिँ माटो केही पनि गर्नु परेन। माटो जस्तो माटोमा पनि बनाउन सकिन्छ, तर मान्छेहरूलाई के हुन्छ भने सबैभन्दा रातो चिज मनपर्छ हो। त्यही भएर चाहिँ रातो माटो प्रायः युज गरिरहेको देखिन्छ। होइन अहिलेसम्म त 5 फिट 6 फिट जति मात्रै गहिरो छ। त्यो केही फरक पर्दैन, मोइस्चर बढी हुने हो। गहिरो भएपछि त्यसको मोइस्चर बढी हुने हो। त्यो मोइस्चर मेकअप गर्नलाई चाहिँ हामीले यो स्टक गर्छ। भयो होइन? ल शुभयात्रा, राम्रोसँग जानु होला, सबै सिकेर आउनु होला है। फोटो सोटो खिच्न जान्छ भने इटा तान्ने, फोटो खिच्ने जाने। सबै पैसा एउटा फोटो खिच्दै हो। यस्तो गरौँ हामी।